बुद्ध भनेको अहिलेको मूर्ति होइन, तस्बिर होइन, बुद्ध भनेको उहाँको शिक्षा हो। तर जो मान्छे केरा खान्छ नि त्यो मान्छेले थाहा हुन्छ कि यो बोक्रा त छिल्केर डस्टबिनमा फाल्छ नि, यो त केरा होइन भनेर। हामी अहिले केरामै अड्केको छ, केरा कहिले चाकेको छैन। विद्वानहरूको भनाइ के छ भने जो मान्छेले नबुझिकन सही हो भन्नु त्यो मूर्ख भन्छ, जो मान्छेले नबुझिकन गलत हो भने त्यो महामूर्ख भन्छ। जात जाति भनेको संस्कार हो, यो मान्छेले बनाएको। यो बुद्धको दर्शन भनेको एउटा बुद्ध त ज्ञान प्राप्त गरिसकेको एउटा व्यक्तिको अनुभव हो। बाहिरी अध्ययन गर्ने ज्ञान एउटा छ, त्यो पढाइबाट हुन्छ। भित्री ध्यान मार्फत हुन्छ, त्यो तपाईँको भित्र जति धेरै ध्यान गर्दै गएपछि भित्रको एउटा आन्तरिक ज्ञानको लेभल बढ्दै जान्छ, त्यहाँबाट एउटा मूल्याङ्कन हुन्छ। त्यो दुईटालाई यसरी मूल्याङ्कन गर्दै जान्छ। हजुर बुद्धको ज्ञान भनेको अरूको कुरा काट्नु होला, आफ्नो मनको आफ्नो नकारात्मक विचारलाई निर्मूल पार्नु। सजिलो लाग्यो, हामीसँग फेसनको कुनै एउटा चाहना र त्यो बहुतीले पर्ने त्यो समस्या मनमा पीडा हुँदैन। हाम्रो कपालको एउटा फेसनको सोझै हुँदैन। केराको बोक्रा जति चाहिँ हामीलाई भित्रको स्वाद चाहिँ उनीहरूले खाइसकेको छ। खास बुद्ध भनेको चाहिँ के हो भने बुद्ध भनेको विचार हो, बुद्ध भनेको जाग्नु हो, बुद्ध भनेको बुझ्नु हो, बुद्ध भनेको शान्ति महसुस गर्नु हो, बुद्ध भनेको आफ्नो पीडालाई त्याग्नु हो, बुद्ध भनेको करुणा हो, बुद्ध भनेको दया हो। नमस्कार, म ध्रुव पौडेल। आज पनि तपाईँ समक्ष नयाँ कार्यक्रम लिएर उपस्थित भएको छु। स्कुल कलेजमा सधैँ टप्ने युरोप लगायतका थुप्रै विकसित मुलुकमा आवासीय अवसर भएको अवसरलाई पनि छोडेर अहिले जुम्ला जस्तो विकट दुर्गम ठाउँमा समाज सेवा गरिरहनु भएको छ एकजना लामा गुरु सेचेन खेम्पो कुन्क्याबले। आज उहाँकै विषयमा र बौद्ध दर्शनको विषयमा उहाँले गर्नुभएको समाजसेवा र उहाँले सिक्नुभएको बौद्ध दर्शन र आज समाजमा विद्यमान बौद्ध धर्म बौद्ध दर्शनमा रहेको विकृति र त्यो भित्रको अमूल्य निधि हिरा मोती सुन जे नै भनौँ, के बुझाइमा ठुलो खाडल छ। यिनै विषयहरूलाई समेटेर आजको हामीले कार्यक्रम तयार पार्ने प्रयास गरेका छौँ। म ढिलो नगरिकन स्वागत गर्छु खेम्पोला कुन्क्याब। मैले परिचय दिन सायद थोरै हुन्छ होला जस्तो लाग्यो। हजुरले परिचय दिनुहोस् न। हजुर मुगमा जन्मिनु भयो, हजुर थुप्रै देशको भ्रमण गर्नुभयो र सेड्रामा अथवा गुम्बामा पढ्दा पनि तपाईँलाई दोस्रो हुनु परेन, कहिले पनि सधैँ फर्स्ट डिभिजनमा पास हुनुभयो। र के अरे सेक्सन गुम्बाको जुन गुम्बाको प्रिन्सिपल निर्देशकको तहमा रहेर पनि काम गर्नुभयो। तपाईँको जन्म र यो सम्मको आजसम्मको यात्राको विषयमा संक्षेपमा चाहिँ हामीलाई सुन्न मन लाग्यो। धन्यवाद अनि नमस्ते। मेरो नाम चाहिँ कुन्क्याब हो। म विगत 32-33 वर्षदेखि नै यस सेचेन गुम्बामा बसिरहेको छु र मेरो 1994 मा गुम्बा प्रवेश भएको र त्यसपछि मैले लगातारै जन्मस्थल चाहिँ मेरो मुगुमा, त्यसपछि म जुम्लामा सर्यो र हाम्रो क्याराभन लाइफ थियो। वर्षको 5-6 महिना मुगुमा, 5-6 महिना जुम्लामा, यसरी हिउँदो बर्खा गर्दै आफ्नो उहिले पुर्खाले चलन थियो। अनि म चाहिँ जुम्लामा पढाइको कारणले गर्दा 2-3 वर्ष चाहिँ हिउँदो बर्खा दुइटै बस्यो। त्यसपछि म यहाँ काठमाडौँमा आएर सेचेन गुम्बा जो बौद्धमा हुनुहुन्छ यहाँ चाहिँ मैले अध्ययन गर्ने एउटा सौभाग्य प्राप्ति भयो। त्यहाँबाट मैले निरन्तरता रूपमा 2009 सम्म चाहिँ मैले आफ्नो अध्ययन गर्दै गएपछि मैले मास्टरसम्मको क्लियर भयो। अब फेल नगरेर जाँदाखेरि चाहिँ त्यही 17-18 वर्ष लाग्छ। यदि फेल भयो भने फेरि समय अझै बढी लाग्छ। अनि त्यसरी गर्दै मैले मास्टरसम्म गरिसक्ने क्रममा पनि आफ्नो अब गुम्बाले दिएको जिम्मेवारी अनुसार मैले गुम्बामा पनि टिचर्सको कामहरू, शिक्षकको कामहरू अति धेरै ठाउँमा त्यतिखेर बाहिरको गुम्बातिर पनि पढाउने र यता नजिकको बौद्ध संस्था समितिहरूमा पनि गएर
यसो पढाउने कुराहरू भइरहन्थ्यो र त्यस्तै सिलसिलामा मैले यहाँ गुम्बाको पनि पछि लेक्चरहरू स्कुलको टिचर्स गर्यो अनि त्यस्तै क्रममा मैले विदेशका धेरै व्यक्तिहरूलाई लगभग 1000 मान्छे नाग्यो होला विदेशीहरूलाई यहाँ नेपालमै मैले यसरी युनिभर्सिटीबाट आउने प्रोफेसरहरू डक्टर्सहरू साइन्टिस्टहरूसँग छलफलहरू धेरै गर्ने सौभाग्य प्राप्ति भयो अनि पछि म विदेशतिर पनि अलिकता त्यसै क्रममा जानुपर्ने भएको हुनाले गर्दा उहाँको निमन्त्रण अनुसार मैले विदेशतिर पनि गएँ अब यस्तै हङकङहरू मालेसिया सिङ्गापुर अनि स्विजरल्यान्ड जर्मन त्यस्ता अनि फ्रान्स अनि युके सबभन्दा लामो समय चाहिँ मैले युकेमा बसेको थियो लगभग 2 वर्ष पुरै बस्यो अनि त्यसरी गर्दा मैले संसारका अब लो स्थानदेखि लिएर माथिको राज परिवारसम्म भेट्यो कोही बेला बिना खाना खाएर भोको पेटमा सुतेको छु भने कोही बेला 5 स्टार होटलमा 200-300 भन्दा बढी आइटम खानाहरू पनि खान पाएको छु जस जिन्दगीको उकालो ओह्रालो सबै कुराहरू यसो देख्ने एउटा मौका चाहिँ पाएँ हजुर श्री बुद्ध दर्शन सङ्घको प्रमुख गुरु पनि हुनुहुन्छ यो संस्था आफैले खोलेर प्रमुख लामाको रूपमा अहिले सामाजिक सेवामा तपाईँ आबद्ध हुनुहुन्छ त्यो सँगसँगै अरू कुन कुन संस्थामा कुन कुन सामाजिक अभियानमा लागिराख्नु भएको छ मेरो यो विगत 2 वर्षबाट चाहिँ मैले जुम्लामा पुगेपछि चाहिँ यो संस्थाहरू सुरु भएको थियो म लामो समयदेखि आफ्नो गाउँतिर फर्किन सकेको थिएन म बेलायतबाट फर्केपछि युकेबाट फर्केपछि चाहिँ एकचोटि त्यहाँ जाने क्रममा चाहिँ बुद्ध जयन्तीको कार्यक्रम थियो त्यति बेला गएर चाहिँ मैले यसरी त्यो कार्यक्रममा एटेन्ड गरेर बुद्धको परिचय दिने क्रममा यसरी गर्दै केही व्यक्तिहरूले चाहिँ हामीलाई पनि यस्तो सन्देशहरू सुनाउने पाए भने भनेर चाहिँ यसरी गर्दै केही त्यहाँको लोकल मित्रहरूले चाहिँ मलाई यो कुरा उठाएपछि त्यसपछि विशेष गरेर हाम्रो त्यहाँको अध्यक्ष हुनुहुन्छ कर्म बुढा उहाँले चाहिँ योलाई जोड गर्नुभएको थियो र अनि यो संस्था चाहिँ यसरी जन्मिनु पुगेको थियो र योभन्दा पहिला मैले यहाँ गुम्बाको शिक्षामा मैले कलेजको लेक्चरर गरेँ अनि बाहिर अरू गुम्बामा माथि सिमलटार जस्ता अनि माथि राममेटी जस्ता अनि यस्तै गरेर यहाँ तल बौद्धतिर यदि नजिकतिर फुलबारी स्कुलका नजिकतिर संस्थाहरू गाउँ गाउँमा गएर मैले प्रवचनहरू दिने अनि अरू गुम्बामा गएर पनि टिचर्सको कामहरू अनि कलेजमा प्रोफेसर हाम्रो आफ्नै स्कुल गुम्बाको स्कुल छ त्यहाँ पनि मैले 7 वर्षसम्म चाहिँ यहाँ डाइरेक्टर अध्यक्षको रूपमा काम गर्ने एउटा सौभाग्य प्राप्ति भएको थियो अब यसमा डिटेल्समा जाँदा धेरै छ अलि लामो हुन्छ नसक्छ हजुर जस्तो सेक्सनमा बौद्धमै अब हामीले जहाँ अहिले सुट गरिराखेका छौँ छायाङ्कन गरेका छौँ यहीँ आउनुभयो पढ्नुभयो यहीँको निर्देशकसम्म बस्नुभयो र आज पनि तपाईँको जीवन युरोप र विकसित मुलुक छोडेर यहीँ बसिराख्नु भएको छ मलाई अलिकति जान्न मन लागेको तपाईँ यहाँको निर्देशक हुँदाखेरि यहाँ सेक्सनमा 8 कक्षासम्मको पढाइ थियो हजुरको पालामा 12 कक्षासम्म भयो र सँगसँगै तपाईँलाई ठुलो चुनौती चाहिँ के थियो भने गुम्बा शिक्षा र आधुनिक शिक्षा जहाँ चाहिँ विज्ञान सामाजिक शिक्षा गणित अङ्ग्रेजी लगायतका भाषाहरू पनि अथवा ती विषयहरू पनि समावेश गर्नु पर्थ्यो त्यो बेलाको तपाईँलाई कस्तो अनुभव छ कठिनाई चुनौतीहरू के थिए अवसरहरू के लिएर आयो जस्तो लाग्छ तपाईँलाई यो यहाँ मैले जुन चाहिँ अपर्च्युनिटी म यहाँ चाहिँ जसरी अपोइन्टेड भएको थियो एज अ गुम्बाको स्कुलको चाहिँ अध्यक्षमा त्योभन्दा पहिला म आफै स्वयं नै एउटा देश विदेश घुम्दाखेरि हाम्रो कालमा चाहिँ त्यो आधुनिक शिक्षा कमी भएको कारणले गर्दा 2टा समस्या हुन्थ्यो एउटा चाहिँ हामीले चाहिँ यो आधुनिक दुनियाँलाई बुझ्न नसक्ने अर्को कुरा चाहिँ हाम्रो ज्ञान शिक्षाहरू चाहिँ हामीले बुझेको कुरा बुद्धको ज्ञानहरू चाहिँ हामीले अरूलाई डेलिभर गर्न नसक्ने बुझाउन नसक्ने यो 2टा समस्या चाहिँ मैले बोक्ने क्रममा म इङ्ग्लिस चाहिँ धेरै पछि सिकेको मैले अमेरिकन एजुकेसन र यो ब्रिटिस ल्याङ्ग्वेजहरूमा गएर त्यहाँबाट मैले धेरै अध्ययन गर्यो अनि त्योभन्दा पहिला हामीसँग त्यो कमी भएको कारणले गर्दा धेरै समस्याहरू बगेको थियो र त्यसरी विचार गर्दा म आफै पनि बाहिरतिर अध्ययनहरू गरिरहने क्रम देश विदेशतिर गएर एज अ गेस्ट लेक्चरको रूपमा कलेज युनिभर्सिटीतिर पनि पुग्ने क्रममा
अनि धेरै समस्याहरू भाषाको यो अन्डरस्ट्यान्डिङको भइरहेको त्यस्तो अनुभवहरू भइरहेको बेलामा चाहिँ मेरो चाहिँ एउटा राम्रो सौभाग्य चाहिँ के भयो भने ठ्याक्कै म एउटा राइट प्लेसमा चाहिँ मेरो चाहिँ अपोइन्टेड भयो। अनि त्यहाँ पुगिसकेपछि त्यहाँ पनि हाम्रो पहिल्यैदेखि 8सम्म थियो। अझै त्यसलाई चाहिँ अलिकति वृद्धि लिने भन्ने कुराहरूमा हाम्रो त्यहाँका धेरैजना मित्रहरू हामी त अब ग्रुप टिम वर्क हो। अनि उहाँ सबैजनाले पोजिटिभिटी थियो भने झन् मेरो झन् त्यो अलिकता अनुभव अझै देश मात्र नभएर विदेश र बाहिरको साइन्टिस्टहरूसँग डक्टर्सहरूसँग अनि रिटायर्ड प्रोफेसरहरूसँग हुँदाखेरिमा झन् मलाई चाहिँ त्यो एउटा थप एउटा अपर्च्युनिटी फिल भयो। चुनौती भन्दा पनि अफकोर्स चुनौती हुन्छ, त्यसलाई कसरी लिने भन्ने कुरा हो। अनि त्यस विषयमा गर्दाखेरि केही मित्रहरूले चाहिँ यो होइन हाम्रो त लामा हो गुम्बा हो हुँदैन भन्ने कुरा थियो। तर मैले चाहिँ होइन, हाम्रो बुद्धको शिक्षा भनेकै मानव जीवनसँग जुडेको छ। संसारमा यति एउटा भगवान होला कि जो चाहिँ मान्छेबाट भगवान भएको चाहिँ बुद्ध नै होला। अरू सबै त माथिबाट आएको हो नि त। मान्छे चाहिँ कसरी भगवान हुने भने त्यो कसलाई सिकाउने त बुद्ध हो नि। हामी मान्छे एउटा चाहिँ कसरी बेटर हुनुपर्छ भन्ने चाहिँ मेरो विचारमा भगवान बुद्ध इज द वान अफ द बेस्ट। किनकि उहाँ मानिस थियो, त्यो उहाँको सबै बताएका मार्गदर्शनहरू मानिसकै लागि नै थियो र प्राणीहरूको लागि नै थियो भन्ने मलाई लाग्छ। त्यस कारणले गर्दा हाम्रो यो आधुनिक दुनियाँसँग चाहिँ हामी यसरी मिलेर गयो भने झन् हामीले आधुनिक दुनियाँबाट भएका समस्याहरू पनि हामीले बुझ्न सक्छ र उनीहरूलाई पनि हामीले सेवा दिन सक्छ भन्ने चाहिँ मलाई चाहिँ झन् एकदमै त्यो एउटा त्यो अपर्च्युनिटी र त्यो ठाउँ भएपछि झन् मलाई चाहिँ एउटा राम्रो एउटा बुझाइ आएर त्यो तरिकाले चाहिँ मैले अन्य साथीहरूले कन्भिन्स गराएको थियो। तर कन्भिन्स हुनु त्यति सजिलो थिएन। अब अफकोर्स यो नयाँ एउटा कुरा हुँदाखेरि तर केही मेरो पक्षका सपोर्टर साथीहरूमा चाहिँ त्यो सकारात्मक थियो। तर पनि त्यहाँ अब ग्रुपमा सुरु गर्दाखेरि मभन्दा सिनियरहरू धेरै थियो। उहाँहरू सबैजना फुल्ली मोनास्टिक होइन सोसाइटीका लामा गुरुहरू, यो मोडर्न दुनियाँको धेरै अनुभव थिएन। अनि उहाँले के कसो भन्ने कुरा अनि कलिलो मान्छेलाई विश्वास अलिक हुँदैन है। अनि त्यो गर्दाखेरि त्यस्तो खालको एउटा चाहिँ अलिकता चुनौती पनि थियो भन्दा पनि तर अलिकता मैले चाहिँ अपर्च्युनिटी नै देखेको थियो। अब अघिल्लो हप्ता चाहिँ हामीले नेपालका लगभग सबै गुम्बाहरूमा अथवा बौद्ध तीर्थस्थलहरूमा बुद्ध जयन्ती मनाइयो र थुप्रै विदेश स्थित नेपाली राजदूतावासहरूले पनि बुद्ध जयन्ती मनाएको समाचारहरू आइराखेका छन्। बुद्ध जयन्ती र हाम्रो हिमाली क्षेत्रमा सागा दावा मनाइन्छ, समय एउटै हो कि फरक छ अथवा बुद्ध जयन्ती किन मनाइन्छ? हो, यो तपाईँले जुन उठाउनु भएको प्रश्न छ यो प्रश्न हामी सबै मानवले सोच्नुपर्ने कुरा नै हो। किन मनाइन्छ? यो संसारमा यो 2500 वर्षभित्रमा कति पुरुषहरू जन्मे, कति महापुरुष भन्नेहरू जन्मे, तर बुद्ध जयन्तीलाई नै किन विशेषता गरेर हामीले त्यहाँ नै किन एकदमै जोड गर्छ भने हामी उहाँलाई सम्झिन चाहन्छौँ। बुद्ध जयन्ती पनि हामीले उहाँलाई सम्झिन चाहन्छौँ, धन्यवाद दिन चाहन्छौँ। धन्यवाद दिनुको लागि त उहाँले केही कृपा गरेको हुनु पर्यो। जो मान्छेले केही गरेको छैन भने किन धन्यवाद दिने, किन सम्झिने? उहाँले के कृपा गर्नुभएको छ भने अहिलेसम्मको प्राणीको लागि एउटा मान्छेको शरीरमा हुने दुख बिरामीहरू डक्टरले त्यो समस्याको समाधान उहाँले गराइदिनुहुन्छ भने मनमा आएको पीडा दुःख चाहिँ कसले गर्छ त? त्यसको विकल्प चाहिँ भगवान बुद्धले दिनुभएको थियो र त्यो पहिलाको समयमा पनि मान्छेले त्यो गुणलाई एकदमै मानेरै उहाँको जन्म दिनलाई मानिन्थ्यो जयन्ती। र अहिलेको समयमा पनि यसरी नै उहाँलाई उहाँको गुणलाई मान्छेहरूले धन्यवाद र उहाँले सम्झिन चाहेको र भविष्यको प्राणीले पनि यसरी नै सम्झिनुहुन्छ भन्ने मलाई चाहिँ लाग्छ। जस्तो बुद्धका शिक्षाहरू त थुप्रै छन्, कति छन् होइन, एकै दिन मात्रै सम्झेर त पर्याप्त हुँदैन होला। एक दिन बुद्ध पूर्णिमा मनाउने, बुद्ध जयन्ती मनाउने वास्तवमा हाम्रो भगवान गौतम बुद्धको टिचिङमा के छ, कति छ र नबुझेका कुराहरू हाम्रो सर्वसाधारण नेपालीहरूलाई नै म अझ बढी
प्राथमिकता दिन चाहन्छु। विश्वले बुझ्नुभन्दा पनि पहिला नेपालीले बुझ्नुपर्ने भन्ने लाग्छ। तपाईँलाई के लाग्छ, कति छन् बुद्धका शिक्षा र एक दिन मात्रै मनाएर हुन्छ? यो हजुरले एकदमै बुझ्नुपर्ने, हामी एउटा नेपाली भएको हैसियतले एकदमै बुझ्नुपर्ने र सोच्नुपर्ने कुरा चाहिँ तपाईँले यो प्रश्न गरे जस्तो लाग्छ। यो मैले भोगेको कुराहरू हो। यो विश्वमा जाँदाखेरि संसारभरिका मान्छेहरूले बुद्ध, बौद्ध धर्म र बुद्धको ज्ञान शिक्षाको स्वाद चाखिसकेको छ। हामी मात्र छ कि बग्रोमा अर्किराखेको छ। केराको बग्रो जति चाहिँ हामीलाई भित्रको स्वाद चाहिँ उनीहरूले खाइसकेको छ। किन हामी चाहिँ केराको बग्रोलाई आँखाले हेरेरै आउँछ, कहिले चाख्न खोज्दैन। र त्यस कारण गर्दा हामी चाहिँ के छ, गुम्बामा टाढैबाट ढोक्ने बुद्धको मूर्तिलाई सम्झिने र लुम्बिनीमा सीमित छ। त्यो बुद्ध यथार्थ होइन। लुम्बिनी मात्रै नभइकन पनि लुम्बिनी उहाँले चाहिँ उहाँको जन्म भएको अब सारनाथ, बोधगया र कुशीनगर पनि भनिन्छ होइन? हजुर, त्यो ठाउँहरू छ। त त्यतिले चाहिँ बुद्धको ज्ञान पुग्दैन। बुद्धले खास बुद्ध भनेको चाहिँ के हो भने, बुद्ध भनेको विचार हो, बुद्ध भनेको जाग्नु हो, बुद्ध भनेको बुझ्नु हो, बुद्ध भनेको शान्ति महसुस गर्नु हो, बुद्ध भनेको आफ्नो पीडालाई त्याग्नु हो, बुद्ध भनेको करुणा हो, बुद्ध भनेको दया हो, बुद्ध भनेको बुद्धि हो, बुद्ध भनेको विवेक हो, बुद्ध भनेको अज्ञानतालाई नष्ट पार्नु हो, बुद्ध भनेको प्रश्न गर्ने हो, बुद्ध भनेको खोजी गर्नु हो। कुनै मूर्ति होइन, सम्झिने होइन, डोग्ने होइन। अनि यस्तो खालको शिक्षाहरू दीक्षाहरू कति छ भने उहाँको 84,000 छन्। अनि यसलाई के भनिन्छन् भने त्रिपिटक भनिन्छ। अनि त्रिपिटकको अहिले अन्य भाषामा उहिले संस्कृतमा थियो, पालीमा थियो र पछिल्लो समयमा यो सबै कुरा लोप भएर गएको छन् भने अहिले सबभन्दा धेरै पुस्तकमा जीवित रहेको भनेको हिमालयन बोध भाषामा छ र 108 थैली छ। 108 पुस्तक ठुल्ठुलो छ, त्यसलाई काङ्गुर भनिन्छ। र अन्य चाइनिज भाषामा, भियतनामिज भाषा, अन्य भाषातिरमा अलिअलि केही पिटकहरू छ जुन चाहिँ बौद्ध यो हिमालयन बोध भाषामा पनि ट्रान्सलेट नभएको पनि छ। र उनीहरूमा धेरै कम सङ्ख्यामा छ। र योलाई 84,000वटा छ। र बुद्धको मूल सार भनेको के हो भने तपाईँ आफै कसरी सुखी हुनु। अरूलाई त्यो धेरै अब्जर्भ गर्ने हो, त आफै कसरी सुखी हुने। अनि त्यो नै बुद्धको मूल सार भनेको त्यही हो। आफै कसरी सुखी हुनु। सुखी हुनुको लागि के गर्नु पर्यो भने विचारबाट नै अरूलाई नोक्सान नपुर्याउने, आफै सुखी हुनु। यो नै बुद्धको मूल शिष्य भनेको करुणा, अहिंसा, अपराध नगर्नु। अब यहाँबाट धेरै कुराहरू आउँछन्। भन्न खोजेको उहाँले आफ्नो शरीरलाई, वचनलाई र चित्तलाई चाहिँ बाँध्नु, सम्हाल्नु। यो भयो भने तपाईँ पक्कै पनि सुखी हुन्छ। यदि यो भएन भने अन्य जे कुराले पनि तपाईँ सुखी हुँदैन भने बुद्ध स्वयं आफै नै, बुद्ध शाक्यमुनि छ नि, उहाँ नै पहिला सिद्धार्थ गौतम हुँदाखेरि नै उहाँसँग के थिएन, धन दौलत थियो, नाम थियो, उहाँको प्रशंसा त्यति नै थियो, इज्जत थियो। यो सबै कुरा प्राप्ति गर्दा पनि उहाँ सुखी हुनु भएन। त्यो स्पष्ट छ कि तपाईँले अन्य कुराबाट सुखी हुँदैन भन्ने कुरा। किन उहाँले त त्यहाँबाट जाग्नु भएको नि त। सुखी हुनु लागि मनमा शान्त चाहिन्छ भन्ने कुरा एकदमै क्लियरसँगले उहाँले सन्देश दिइसक्नु भएको छ। र अहिलेको संसारको व्यक्ति मै हुँ भन्नेहरू पनि अन्तिम समयमा दुःख पीडामा उहाँहरू छटपटिरहेको देखिन्छ। अनि यो कुरा चाहिँ विश्वभरिका व्यक्तिहरूले चाहिँ बुझिसक्यो कि यो धन दौलत नाम इत्यादिले चाहिँ सुख नहुँदो रहेछ र बुद्धको ज्ञान चाहिँ लिनु पर्दो रहेछ भनेर चाहिँ उहाँले चाहिँ बुद्धको ज्ञानलाई मान्न थाल्यो। र हामी नेपालीहरू चाहिँ धेरैभन्दा धेरै बुद्धको जन्मस्थलमा तस्बिरलाई, मूर्तिलाई होइन, यो बत्तीबाट बाल्ने त्यतिमै सीमित भएको छ। अझ माग्ने हुन्छ नि, आशीर्वाद माग्ने। अनि आशीर्वाद मागेर होइन नि। बुद्ध भनेको मैले अघि नै भने जाग्नु हो, बुद्ध भनेको बुझ्नु हो, आफैले आफैलाई बुझ्नु। बुद्ध भनेको प्रश्न गर्नु, आफैले प्रश्न गर्नु पर्यो। बुद्ध भनेको यो नकारात्मक सोच, अहम, अज्ञानतालाई सखा पार्नु हो। दुःख त बाहिरबाट होइन भित्रबाट आउँछ, शत्रु त बाहिरबाट होइन भित्रबाट आउँछ। यो कुरालाई कसरी हुन्छ भनेर त्यो विकल्प छ। त्यसलाई पहिलो कुरा धेरै ज्ञानहरू सुन्नुपर्छ,
दोस्रो कुरामा त्यसलाई चिन्तन मनन गर्नुपर्छ। तेस्रो कुरामा आफैले त्यसलाई व्यवहारमा उतार्नुपर्छ। यो तीनटा कुरा चाहिँ जबसम्म बुझ्दैन तबसम्म त्यसले बुद्धलाई बुझेको छैन। अब हजुर अहिले लामा पोसाकमा हुनुहुन्छ होइन, गेरु वस्त्र छ। अब बुद्ध धर्म मान्ने भनेर तपाईँहरूलाई भन्छन् सर्वसाधारणले, मैले सबैले बुझ्ने चाहिँ। अब यो बुद्ध धर्म लामालाई मात्रै चाहिने कि सर्वसाधारणलाई पनि चाहिने कि, अथवा तपाईँ आज लामा भएर बुद्ध धर्मको अभ्यास र आफैले आफैलाई बुझ्ने जुन प्रयास गरिराख्नु भएको छ र सर्वसाधारणले तपाईँबाट के शिक्षा लिने? यो एकदमै गहिरो प्रश्न भन्नुभएको छ। एकदमै प्र्याक्टिकल कुरा हो। बौद्ध धर्म हामी लामालाई चाहिन्छ त? म त भन्छु लामालाई चाहिँदैन त्यति साह्रो। जो मान्छेले बिरामी छैन भने त्यसलाई किन औषधि चाहियो? बौद्ध धर्म भनेको जसको मनलाई चाहिँ क्षण क्षणमा समय समयमा हरेक मोडमा चाहिँ तर्पिरहेको हुन्छ नि, त्यो मान्छेले रिल्याक्स आएको छ। कसको मन तर्पेको छ? यो बिजनेसम्यानहरूको, यो पोलिटिकल लिडरहरूको, यो संसारमा अब सोसाइटी लिडरहरूको, परिवारलाई नेतृत्व गर्ने व्यक्तिहरूको, यो नर्मल जिन्दगीमा जिउने मान्छेहरूमा उहाँहरूसँग प्रब्लम बढी हुन्छ। त जसलाई दुख बिरामी छ उसलाई औषधि चाहियो होला नि। जसको शरीर, जसको मन बढी थाकेको छ उसलाई नै रिल्याक्स चाहियो होला, उसलाई नै विश्राम चाहियो होला। बुद्ध ज्ञान भनेको विश्राम भन्ने एउटा, कसरी विश्राम गर्ने, कसरी त्यसलाई निर्मूल पार्ने, बौद्धलीको मनलाई, झर्किरहेको मनलाई कसरी शान्त पार्ने, त्यसको विकल्प हो। त्यो त लामा गुरुहरूमा त त्यस्तो खालको धेरै खासै समस्या हुँदैन। गृह नै त्यागेर आउनुभयो, घरै त्यागेर आउनुभयो होइन, हजुर, समाज त्यागेर आउनुभयो। सजिलो लाग्यो। हामीसँग फेसनको कुनै एउटा चाहना र त्यो बौद्धिलिनु पर्ने त्यो समस्या मनमा पीडा हुँदैन। हाम्रो कपालको एउटा फेसनको सोझै हुँदैन। तवरमा त्यो दृष्टिहरूमा बढी हुन्छ भने यस्तो खालको एउटा सानो एक्जाम्पल यहाँबाट के हुन्छ भने बौद्ध धर्म र ध्यान त म त के चाहिन्छ, लामा धर्मगुरु बाहेक अरूले बढी जरुरी देखिन्छ। किनकि उहाँहरूको मनमा बढी तनाव छ, दुख बिरामी, मानसिक समस्या र बिरामी उहाँसँग बढी छ भने त्यसको औषधि पनि उहाँले उपचार उहाँमाथि हुनु पर्यो। यो तपाईँ आफैले विचार गर्नुहोस्। अहिले चाहिँ ठ्याक्कै के उल्टो भइदिएको छ भने जो मान्छेले कम समस्या छ त्यसलाई चाहिँ बढी औषधि पाइरहेको छ, जो मान्छेमा चाहिँ दुख बिरामी छ उनीहरूले चाहिँ यो औषधिको चाहतै गरेको छैन। यो कारण के होला? हामी सर्वसाधारणमा बौद्ध शिक्षा अथवा बौद्ध दर्शन नबुझ्नु अथवा चाहिँ लोभ, ईर्ष्या होइन, घृणा लगायतका चाहिँ भावना बढ्दै जानुमा, अघि तपाईँले भन्नुभयो नि जस्तो राजनीतिज्ञहरूमा समस्या छ, जो धनीहरू छन् उनीहरूलाई समस्या छ होइन। यसको मूल कुरा चाहिँ के भन्छन्? अज्ञानता भन्छ। अज्ञानताले चाहिँ के गर्दैन भने बुद्धको धर्मलाई एकचोटि तपाईँले टाढैबाट यसको चाहिँ कुनै मूल्याङ्कन गर्ने होइन। विद्वानहरूको भनाइ के छ भने जो मान्छेले नबुझिकन सही हो भन्नु त्यो मूर्ख भन्छ, जो मान्छेले नबुझिकन गलत हो भने त्यो महामूर्ख भन्छ। यदि सही र गलत दुवै भन्नु चाहिँ नबुझिकन भन्नु हो भने त्यो कि त मूर्ख हो कि त महामूर्ख हो। तर हाम्रो यो समाजका सम्पूर्ण व्यक्तिहरूले बौद्ध धर्मलाई अध्ययन र अभ्यास केही नगरिकन कि त राम्रो भन्छन् कि त नराम्रो भन्छन्। यो दुवै मूर्ख र महामूर्खको क्याटेगोरीमा पर्न जान्छ। त्यसपछि उहाँले यो सबै कुराले पहिले चाख्नु, बुझ्नुस्, त्यसपछि तपाईँले भन्नु पर्यो यो सही होइन। अनि किन कारणहरू स्पष्ट हुन्छ। अनि यो टाढैबाट छोडेको हुन्छ, यसको नसै लागेको हुँदैन। जब रक्सी नखाने मान्छेले त्यो रक्सी चाहेकै छैन भने त्यो मान्छे कहिले पनि रक्सीको नसा चढ्छ त हो? यो चाहिँ अमृतको नसा हो। अमृतले चाखेको छैन, नसै चढ्दैन। नसा नचढेपछि त्यो टाढैबाट मिठो छैन भनिदिन्छ होइन। अब हामी जो मान्छे चाहिँ एकचोटि चाहिँ त्यो नसामा पर्छ नि ध्यान र ज्ञानको, त्यसलाई चाहिँ नसा चढ्छ कि नसा चढेको चाहिँ त्यो त एडिक्ट भइदिन्छ कि
त्यो जहिले पनि ध्यानमा बस्दिन्छ, संसार त्यागेर हिँडिदिन्छ। सबभन्दा एडिक्टेड भनेको बुद्ध शाक्यमुनि हो। त्यो नसा यस्तो नसा कि जिन्दगीमा एकचोटि चढेपछि त्यो हतुपतु त्यो नसाबाट उत्रिनु सक्दैन। त्यस कारणले गर्दा यो एकचोटि तपाईहरु नसा चाख्नै पर्छ। चाखिसकेपछि बल्ल यसको कति नसा लाग्दो रहेछ भने त्यतिखेर थाहा हुन्छ। तर टाढैबाट मान्छेले तर्सेर त्यसको नजिक जाँदैन, छुँदैन, त्यसपछि उसको स्वाद चाख्नै पाउँदैन। नचाकेपछि मिठो के तितो के। त्यो माथि टाढैबाटबाट उहाँले नै त्यो मूल्याङ्कन गरिदिन्छ कि यो गलत हो। नबुझेर गलत हो भन्नु महामूर्ख पर्छ, नबुझिकन सही हो भन्नु यो मूर्खमा पर्छ। अब मैले अलिकति तपाईलाई हाम्रो नेपालको सन्दर्भमा त धेरै नेपालीहरूलाई थाहा पनि छ। बेलायत नै लामो समय बस्नुभयो, सिङ्गापुर, फ्रान्स होइन। अब त्यहाँ पनि बस्नुभयो र अमेरिकाका विद्यार्थीहरूलाई पनि नेपालमै सेसन गुम्बामै पढाउनु भयो, कतिलाई अनलाइनमा पनि पढाउनु भयो। उनीहरूले बुझेको बुद्ध धर्म अथवा बुद्ध धर्मप्रतिको उनीहरूको आकर्षण र हामी नेपालीले को चाहिँ कस्तो भिन्नता पाउनु भएको छ तपाईले? हाम्रो र उहाँहरुकोमा मैले के फरक भेटे भने उहाँले बौद्ध धर्म पछि मान्छ, पहिला प्रश्न गर्छ, पहिला बुझ्न खोज्छ, प्रश्न गर्दै जान्छ, बुझ्दै गर्छ, सुन्दै गर्छ, त्यसपछि मान्छ। हाम्रो मान्छेले पहिल्यै मान्छ, जान्नै खोज्दैन। पहिले आफै बुद्धिस्ट हुँ भन्ने आफूलाई, अथवा गुम्बा गएर मैले पूजा गरेको छु, मैले बुद्धको मूर्ति नै बुद्ध हो भनेर उसले आफैले नै त्यो तोक दिन्छ। केराको बग्रा नै केरा हो भन्छ। सुरुको व्यक्तिले हामीले केरा नचाक्नुसम्म केराको बग्रालाई केरा देख्छ। तर जो मान्छे केरा खान्छ नि त्यो मान्छेले थाहा हुन्छ कि यो बग्रा त छिल्केर डस्टबिनमा फाल्छ नि, यो त केरा होइन भनेर। हामी अहिले केरामै अड्केको छ, केरा कहिले चाकेको छैन, छिल्काले नै केरा सम्झिरहेको छ। भनेपछि नेपालीहरूले केराको बोक्रा मात्रै देखेको छ, उनीहरूलाई केरा सम्झेको छ, त्यसैलाई केरा सम्झेको छ। केरा भित्रको केही पनि थाहा छैन, छिलेर पनि खाएको छैन, देखेको पनि छैन। जुन दिन तपाईँले केरा खान्छ नि त्यसपछि तपाईँले आँखाले देखेको त्यो बग्रो चाहिँ केरा होइन भनेर त्यो बेला तपाईँले अनुभव हुन्छ। त्यो चाहिँ अहिले विदेशीहरूले सिधै केरा छिल्काउनुहुन्छ, चाकेपछि बल्ल यो केरा हो भन्ने सोध्छ, ओ यो मिठो छ, म योलाई चाहिँ म स्वीकार्छु भनेर। उनीहरूले चाहिँ प्रश्न गरेर बुझेर अनि बल्ल उनीहरूले स्वीकार्नुहुन्छ र यो मिठो रहेछ, यो काम लाग्ने रहेछ भनेर। सुरुमा उनीहरूले मान्दैन, सुरुमा सिक्न खोज्छन्, प्रश्न गर्न खोज्छन्, प्रश्नमाथि प्रश्न गर्नुहुन्छ। त्यो प्रश्न गर्दा उनीहरूले त्यो बुझिसकेर स्वाद चाखिसकेपछि नसा चढेपछि ओ यो एकदम मिठो रहेछ भने त्यो नसामा डुब्न चाहन्छ। नेपालमा त अब अहिले राजनीतिको रोटी सेक्नको लागि विभिन्न जनजातिहरूलाई उचालेर यो धर्म त हिमाली बुद्ध धर्म मान्नेहरू त हामी सीमित जनजातिका मान्छेहरू हौ, सीमित थरका मान्छेहरू हौ भन्नेसम्म नि पुगिसकेका छ नि त होइन। यो कुरामा हाम्रो नेपालका अधिकांशले एउटा इतिहासको अभावको कारण हो। तपाईलाई थाहा भएको कुरा होला, पृथ्वीनारायण शाह भन्दा पहिला कति जातलाई कस्तो जातमा परिवर्तन गरेको छ। त्योभन्दा पहिला मल्लकाल थियो, त्यति बेला कसरी जात परिवर्तन गर्यो। त्यसपछि लिजापी काल थियो, त्योभन्दा माथि एलम्बर काल थियो। यो इतिहासको पनि यसमा पनि तपाईले स्पष्ट हुन्छ कि जात जातिको एउटा सही तरिकाको थिएन र पछि परिवर्तन हुँदै आएको। र धर्म पक्षबाट हेर्ने हो भने तिब्बतमा 8 शताब्दीमा गुरुपद्म सम्भ र इन्डियाका पण्डित खेम्पू शान्तारक्षिता तिब्बतमा पाल्नु भएको थियो। त्यो सम्म त बौद्ध धर्म मान्ने गुरुहरू सबै ब्राह्मण, क्षेत्री, नेपाल, नेवारी सबै मात्र थियो। कहाँ हिमालयका बोटेहरू, शेर्पा, तामाङ, अब हिमालयन नाग चेप्टोहरू को थियो त? अनि बुद्धको इन्डियामा हुँदाखेरि पनि बुद्धको सबभन्दा नजिकको सेवक स्यारीपुत्र मोगलपुत्र ब्राह्मण हो। अनि इन्डियामा तपाईको नालन्दा युनिभर्सिटीको पण्डित, ठुल्ठुलो पण्डितहरू सबै ब्राह्मण, क्षेत्री, राजकुमारहरू छ। अनि तिब्बतमा पाल्ने शान्तारक्षिता बङ्गाल राजाको छोरा हो, क्षेत्री हो, राजकुमार हो। अनि वनरत्न भन्ने नेपालबाट तिब्बतमा पाल्नु भएको उहाँ त नेपाली नेवार हो।
अनि कहाँ छ त? बुद्ध शाक्यमुनि आफै नेवार हो, शाक्य थरबाट मानिन्छ। 8 शताब्दी पछि मात्रै तिब्बतमा बौद्ध धर्मको प्रवेश भएको। यसबाट चाहिँ के हुन्छ भने बौद्ध धर्मको पनि इतिहास नबुझेको। अहिले पनि हाम्रो गुरु वंशहरूमा चाहिँ पुरा पुरानो गुरु वंशहरूको थरहरू स्पष्ट छ। त्यो यो ब्राह्मण हो, क्षेत्री हो, के हो भनेर। तर यहाँ चाहिँ के छ भने जाति सिस्टम चाहिँ हुँदैन। यहाँ प्रवेश भइसकेपछि तपाईँले एउटा भिक्षुको नाम आफ्नो ज्ञान अनुसारले नाम दिन्छ। हाम्रो यहाँको पहिचान भनेको ज्ञानबाट हुन्छ। को अगाडि को भयो भने हुँदैन बौद्धमा। त्यस कारणले लिङ्गको पनि हुँदैन, पुरुष स्त्री हुँदैन, उमेरको पनि हुँदैन। तपाईँले ज्ञान र बाहिरी अध्ययन गर्ने ज्ञान एउटा छ, त्यो पढाइबाट हुन्छ। भित्री ध्यान मार्फत हुन्छ। त्यो तपाईँको भित्र जति धेरै ध्यान गर्दै गएपछि भित्रको एउटा आन्तरिक ज्ञानको लेभल बढ्दै जान्छ। त्यहाँबाट एउटा मूल्याङ्कन हुन्छ। त्यो दुईटालाई यसरी मूल्याङ्कन गर्दै जान्छ। एउटा श्रवण गरेर पढेर जाने, एउटा चाहिँ ध्यानबाट आफ्नो अनुभव बढ्दै जाने। यो दुईटालाई चाहिँ हामीले मूल्याङ्कन गर्दै पद लिँदै गरिन्छ। उमेर, उसको लिङ्ग, उसको जात के हो त्यसको मतलब छैन। र अहिलेको समयमा पनि हाम्रो एकजना वगेन्द्र शिला, उहाँ बाहुन थरबाट आउनुभएको छ, खेम्बु हुनुहुन्छ। त्यसले पुष्टि गर्छ कि जातमा छैन भन्ने कुरा र यो भेदभाव छैन भन्ने कुरा बौद्धमा, होइन। अनि उहाँकै बान्जा हो, के अरे कमल भण्डारी खेम्बु हुनुहुन्छ। उहाँ पनि भण्डारी भने क्षेत्री कि बाहुन क्षेत्री दुवै हुनुहुन्छ। अब उहाँहरू पनि यो पदसम्म पुग्नु भनेको, खेम्बु भनेको सबभन्दा उच्च पद हो पढेर जानेमा। अनि त्यस्तै गरेर अहिले यही हाम्रो सेक्सनमा पनि जुम्लाबाट 30 जना क्षेत्री बच्चाहरू छन्। जुम्लाबाट अहिले सेक्सनमा गुम्बा शिक्षा लिन आउने 30 जना। हजुर, 30 जना जस्तो मैद्वारा नै, हाम्रो त्यो संस्थाद्वारा नै यहाँ आइपुगेको छ। अरूबाट पनि फटोफुटा धेरै आएको छ, दलित पनि छ। भनेपछि हामीलाई यहाँ कुनै त्यस्तो जात जाति भनेको संस्कार हो, यो मान्छेले बनाएको। यो बुद्धको दर्शन भनेको एउटा बुद्ध त ज्ञान प्राप्त गरिसकेको एउटा व्यक्तिको अनुभव हो। त्यो दुईटा एउटा होइन। भनेपछि जस्तो जातीय नारा दिएर ठ्याक्कै होच्याउने, प्याच भन्ने, अझ सामाजिक सञ्जालमा म बुद्धिस्ट हो तर यो तिमीहरूको होइन भन्ने खालको तपाईँले पनि बिहोर्नु भएको छ नि, होइन, देख्नु भएको छ नि। के भन्न चाहनुहुन्छ उनीहरूलाई? अब यो उहाँहरूको खास के उद्देश्यले गर्नुभएको त्यो म बुझ्दैन। मेरो चाहिँ के भन्यो, मैले बुद्धको सिद्धान्त अनुसार जाने हो भने, बुद्धले दिनुभएका ज्ञान शिक्षा अनुसार जाने भने कुनै जात जाति छैन। तर अब यो राजनीति र अन्य व्यक्तिमा पढेको मान्छेहरूको त्यसको ब्याक स्टोरी उहाँहरूको लामो हुँदो रहेछ। त्यो के कारणले गर्यो थाहा छैन। कहिले सही पनि भन्छ, कहिले गलत पनि भन्छ। मैले भने नि यो दुइटै कुरालाई नबुझेर बिना प्रमाणमा गर्नुहुन्छ र सही भन्ने पनि मूर्खमा जान्छ। यो नबुझिकन गलत भन्ने व्यक्ति पनि महामूर्खमा जान्छ। योभन्दा अर्को तेस्रो बाटो छँदै छैन। बुद्धले दिनुभएको ज्ञान र पुस्तक सिद्धान्त अनुसार त्यसको कुनै पनि प्रमाण बिना बोल्नुहुन्छ भने यो दुईटा क्याटेगोरीमा पर्नुहुन्छ। अब कसले किन कसरी भन्यो भन्ने कुरामा म त्यो ब्याकग्राउन्ड मलाई थाहा पनि छैन र म त्यसको विषयमा खासै के भन्न पनि सक्दैन। तर बुद्ध आफ्नो सिद्धान्तमा एकदमै क्लियर छ। उहाँको सिद्धान्तहरू, उहाँको प्रवचनहरू अहिले पनि जीवित छ। 108 ठेले काङ्गुर छ, पुस्तक छ। संसारमा सबभन्दा धेरै धर्म ग्रन्थ भनेको बुद्धकै होला। त्यो चाहिँ यसरी हामीले बुझ्नु मिल्छ। उहाँहरूलाई परिवर्तन हुनुपर्छ, आफैले आफैलाई चिन्नुपर्छ र समाज चिन्नुपर्छ भन्ने। हजुर, बुद्धको ज्ञान भनेको अरूको कुरा काट्नु होला, आफ्नो मनको, आफ्नो नकारात्मक विचारलाई निर्मूल पार्नु। हुन्छ, आज अलिकति लामो पनि भयो। तपाईँसँगको कुराकानीका क्रमलाई चाहिँ हामी निरन्तर रूपमा जारी राख्नेछौँ। आजकै कुराकानीलाई बिट मार्नुभन्दा अगाडि यो क्वेसन, यो प्रश्न सोधिदिएको भए यो उत्तर दिन्थे भन्ने केही तपाईँलाई लागेको छ? मलाई त्यति यो त लागेको छैन। तर मेरो आफ्नै के छ भने यहाँ सम्पूर्णलाई आग्रह, जो पनि यो अहिले हाम्रो यो अडियो रेकर्डलाई हेर्नुहुन्छ, नेपाल समाज लगायतका हाम्रो देश विदेशमा हुनुभएका सम्पूर्ण जो पनि हुनुहुन्छ,
तपाईँले म के अपिल गर्न चाहन्छु भने संसारका सबभन्दा विद्वान आइन्स्टाइन लगायतका बुद्धिजीवी व्यक्ति सबैले बुद्धको ज्ञानलाई एकचोटि पढेर बुझेर उहाँले त्यसमा धेरै कुरा राम्रो राम्रो शिक्षाहरू ज्ञानहरू आइडियाहरू लिनुभएको छ भने तपाईँले पनि टाढैबाट बसेर म नेपाली हुँ, बुद्ध जन्मेको देशमा छु र बुद्धको काखमा बसेछु भनेर त्यसमै सीमित नभइकन तपाईँले बुद्धले दिनुभएको सन्देशलाई एकचोटि पल्टाएर हेर्नुहोस्। त्यसपछि बरु तपाईँले बुद्धलाई नमान्नुहोस्, केही फरक पर्दैन, तर एकचोटि पल्टाएर हेर्नुहोस्। मेरो चाहिँ त्यही आग्रह। बुद्ध भनेको अहिलेको मूर्ति होइन, तस्बिर होइन, बुद्ध भनेको उहाँको शिक्षा हो, मूल नै शिक्षा हो। त्यो शिक्षा आफैले लिनु भयो भने कहीँबाट नोक्सान देखिँदैन र यदि नोक्सान छ भने पनि ठिकै छ, तर तपाईँले एकचोटि बुद्धको शिक्षाले बुझ्नुहोस्। यदि बुझ्नु भएन भने अहिलेको समयमा यहाँ बौद्ध धर्म अध्ययनमा धेरै माथिल्लो तहसम्म पुगेका हाम्रो नेपाली गुरुहरू हुनुहुन्छ, ब्राह्मीण क्षेत्री, अनि हाम्रो श्रीधर राणा रिम्पोछे लगायतका राणा वंश र अन्य हाम्रो हिमालयन क्षेत्रका धेरै गुरुहरू जसले नेपाली अङ्ग्रेजीमा स्पष्ट तरिकाले तपाईँलाई व्याख्या गर्न सक्ने धेरै गुरुहरू हुनुहुन्छ र तपाईँको उहाँकोमा गएर प्रश्न सोध्नुहोस् र बुझ्ने कोसिस गर्नुहोस्। यदि यो गर्नुभयो भने तपाईँको जिन्दगीमा शान्ति र एकदमै आनन्द आउँछ भन्ने मलाई एकदम विश्वास लाग्छ। अनि त्यही चाहिँ मेरो अन्तिम सन्देश यहाँहरूलाई आग्रह हो भन्दै अब अर्को हाम्रो श्रृङ्खलामा चाहिँ मैले अब शेक्सपियर को इतिहास र शेक्सपियरले बुद्ध शिक्षामा दिएको योगदान र जस्तो मेथुरीगार जो चाहिँ वैज्ञानिक नोबेल पुरस्कारको लागि समेत नोमिनेसन भइसक्नु भएको वैज्ञानिकसम्म यहाँ नेपालमा आएर बुद्ध शिक्षामा अहिले आकर्षण मात्र होइन कि उहाँले प्रवर्तनको काम पनि गरिराख्नु भएको छ। यिनै विषयलाई समेटेर अर्को पटकको अर्को श्रृङ्खलामा चाहिँ हजुरलाई फेरि कष्ट दिने मैले आजकै लागि आजै अनुरोध गरेँ र आजको कार्यक्रमबाट तपाईँले जुन अमूल्य समय र विचार दिनुभयो यसका लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद। हस् त आजको कार्यक्रमबाट बिदा लिनु अगाडि हाम्रो यो शेक्सपियरको प्राङ्गण उपलब्ध गराइदिनु हुने शेक्सपियर परिवार अनि हाम्रो आजका अतिथि शेक्सपियर खेम्पो कुन्क्याप अनि हाम्रो छायाङ्कन सम्पादन र प्रसारणमा सहयोग गर्ने चित्रकथा प्रोडक्सनका साथीहरूसहित मलाई पनि अर्को सोमबार बिहान 7 बजेसम्मका लागि बिदा दिनुहोस्। नमस्कार।